पर्दैन पहिले मैले कत्रो ठुलो टाउको कसरी दिने भनेपछि अब ओके यसले 3 मा गयो अब 2 मात्र छ हैन अरु सबै यो चाहिँ फुल मान्नु क्या दिदी म हेरेको त्यो लहरा पो रहेछ होइन तपाईँले बियर यस्तो बनाएर छ नि त एकछिन हेर्छु होइन ए अर्को महिना गइला जुबर मुनिको हातमा हुँदै जानु पर्ला प्लेन छ त सरी मेरो छोरा चाहिँ पुरा टिप्दैछ यो चाहिँ छिमेकीलाई दिनलाई हो क्या हामीले छिमेकीलाई दिनलाई है कम्ती त छैन कसरी टिप्ने होइन पाकेर ल फुटिसक्यो पाकेर हेर नि यहाँ कत्रो नै सक्दैन नि बाबा माथि नै छ क्या अय्या यता फेरि यस्तो पाक्दैछ कि कस्तो मिठो छ भनेपछि यो कत्रो टिपेँ मैले अस्ति नै खाइसकेँ हामीले निकै साह्रै धेरै नि फेरि के गर्छ हामीलाई नि टिप नि थोरै टिपेको बेला बेबी उता रहेछ भाइ यो पनि टिप्नु पऱ्यो ल बिग्रियो क्या हो केयरफुल है तर
लास्ट आयो है आज केयरफुल है रुबेन त्यो माथिको टिप्नु मन लागेको थियो मलाई यो अनार त्यो कसरी टिप्नु बाबा ए त्यहाँ दुईटा त फुटेछ पाकेर कि यो दुईटा टिप्दिउँ हौ यो टिप्दिउँ साना ओके डन हजुर अनि कस्तो गाँस साह्रो एकछिन ओ टिपी 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 अय्या ए केयरफुल यो लास्ट इयरको हो यो पालिको होइन यो लास्ट इयरको फुल मैले राखिराखेको यस्तो राम्रो आयो यहाँ फेरि आफै उम्रेको करेला यहाँ फलेर सेतोवाला पराएर चाहिँ रोपेको पनि होइन यस्तो भएको छ झिँगा लाग्छ यसरी माथि माथि यहाँ फेरि फुल छ यस्तो लास्टै ठुलो भएको यो फुल त अब यो आउनु लाग्यो चाहिँ राम्रो कस्तो राम्रो के यो फुल कस्तो आछी आछी आयो भाइ चिसोले के भयो के भयो बेबी ल के हो क्या तिमी त राजा यो फुल त मर्नु लाग्यो लास्टै राम्रो छ यो फुल पक्कै छ यार फेरि अहिले पनि यस्तो फुलिरहेछ सब कटिङ गरिदिएको भुइँ छोइरहेको थियो यहाँ तलसम्म छुँदै थियो यसले त्यही पुरा कटिङ गरिदिएको यस्तो राम्रो छ कि मन्त्रमुग्ध फुल मन नपर्ने मान्छे त को छ होला हौ संसारमा कस्तो हावा आयो कि पानी आउला जस्तो गरेर कस्तो हाँस्यो हाँस्यो आयो कति ठुलो हो त जुप्पा पनि छिमेकीहरू पनि मख छ उता मजाले फुल भएको छ